सरी लैगाइछ म यहाँ बुड्दै छु यो बारुलाको चाकु चाकु है गाइछ चाकु है ई गाइछ ई बारुला चाकु ई गाइछ बारुला चाकु एउटा चाकु निकालिसके फेरि अझै अर्को चाकु निकाल्न जान्छु है म ग्याङले हेरेर बसेका छन् यहाँ चाहिँ पुरा ग्याङले अनि यो चाकु निस्क्यो म त यता बारुलो धिताल्न जाँदै थियो हजुरहरूले कोदो लोपेको हेर्नु होला म बारुलो धिकालेर देखाउँछु है लगाइज म चाहिँ फुल चाहिँ प्याकिङमा छु अब म चाहिँ बारुलो झिक्न जाँदैछु है बारुलो यहाँ छ बारुलो म चाहिँ बारुलो झिक्न फेरि मासु नि यहाँ 3-4 वटा टोके जस्तो छ खोइ निकाल्दाखेरि 4-5 वटा टोके जस्तो छ खत्तम बाय बाय टाटा टोकेर यत्रो सुन्ने गया खै गया टोक्दियो यहाँ नि टोकेछ टोक्छ मेरो यहाँ टोक्यो नटेकेको भनेको मलाई हात मैले त पहिले पर्छ थाइरहेको नि त दाइले त्यही फाल्दै रह्यो कि यस्तो भन्छु होला फुटेछ के यो चाको फुटेछ त्यही अझै होइन यहाँ पुरै निकालेको निकाल्दा चाको चाहिँ गिलो गिलो है त यार रसिलो रहेछ त यसरी यसरी गर्न महाकाशम बारुलो चाको झिकालेको है मैले चाहिँ है तर बारुलोको आदि पाहो चाहिँ कहाँ गयो म त पुरै निकाल्दै खै चाका बारुला चाको म चाहिँ झिकाल्न गएको चाको चाको निस्क्यो चाको 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 भागो 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 चाको 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 अबे ओ शाने पागल हो गया क्या तू लगता है तेरा गेम बजाना ही पड़ेगा प्रोटेक्शन मनी अच्छा तो तुझे प्रोटेक्शन चाहिए एक काम कर तू 4 खोखे लेकर मैं तुझे प्रोटेक्शन देता हूँ और अगर 4 जूते खाने हो तो दोबारा फोन करना तेरे को भी मजनू सा लैला नहीं बनाया ना तो मेरा नाम है डॉक्टर कुंगुरु नहीं एउटा चाहिँ निस्केर लुहुरु लुहुरु हिँडिरहेको छ है यहाँ हाम्रो बाबाले ल्याउनु भएको चाहिँ एउटा 4 वटा भयो है कतिरी निचारेको यो भुटेर खानु हुन्छ ल 4 वटा भइसक्यो मैले चाहिँ यसलाई निकालेर छ्याक्क बनाइसकेँ अब यसलाई भुटेर चर भुटेर चियाममा खानुपर्छ तेल पनि तातिसक्यो ल मैले यसलाई हालिदिइसकेँ अब चाहिँ यसलाई च्याप्प लाएर झ्याममा भुटेर खानुपर्छ रसिलो रातो चट्ट बनाएर म चाहिँ भुट्दैछु है अब चाहिँ यो पाक्ने बित्तिकै सबैलाई एक चम्चा म बाँडिदिन्छु है ठ्याक्क एक कटोरो भएर चाहिँ सबैलाई एक चम्चा है ल है खाने भयो आउनु होला सरर मिठो बनाएर भुट्छु म रातो बनाएर आज मलाई चाहिँ यसले टोक्नुसँग टोकेको छ आज मलाई बहुत दुःख दिएछ यो चाहिँ 4 वटा पकायो है यो 4 वटा पकाएको ल पाकिसक्यो है आउनु सबैजना आउनु मरमसला हालेको छैन नुनसँग टक्क मात्रै हो यो भनेको चाहिँ सादा टक्क नुनसँग मात्रै खायो भने यस्तो बबाल हुन्छ यो चाहिँ मिठो हुन्छ ल रेडी भइसक्यो मैले हालिदिइसकेँ सबैजनालाई एक चम्चा आउनु होला ल सर हाम्रो भिडियो हेरेर अन्तिमसम्म साथ दिनु होला लाइक कमेन्ट पनि ठोक्न नबिर्सनु होला यति भन्न चाहन्छु